2082 2082 अब आँपको कुरा गरौँ। यो चाहिँ 12 मासे आँप भन्थ्यो केटोले 800 रुपियाँमा ल्याएको। फल्न चाहिँ यति फुल्छ है, फल्न चाहिँ एउटै फल्दैन। फलाए आँप पनि यति तितो हुन्छ कि के कुरा गर्नु, है ठग्ने मात्र हुँदो रहेछन्। यो वाला चाहिँ नेपालगञ्जदेखि पुरै बोकेर लिएर आएको। एउटा चाहिँ मर्यो, एउटा चाहिँ यत्रो भयो। फल्न चाहिँ मजाले फुल्छन्, गेडा लाग्ने बेला चाहिँ सब गेडा झर्छन्, गेडा एउटामा देखिन्नन्। के हो, आँप छाड्न नआएको कि नथापे हो कि गाह्रो छ आँपको खाने पनि। यामै नि फर्सी हेर त एउटा भेट्यो। यो यसपालिको गेडा चाहिँ मम्मीले कहाँबाट ल्याउनु भएको छ यार, गजब गजब गेडा लाग्यो त। ए अर्कोतिर पनि फलायो गेडा त मजाले लाग्यो त। वाला बोटको फर्सी चाहिँ कहाँबाट ल्याउनु भएको छ मम्मीले, गजब छ त। त शान्ति न आँप गेडा फालेर रोपेको आँप के फल्छ त, खोयाबाट रोपेको आँप खोया निस्किन्छ। आँप त थुप्रै रोपेको छु नि मैले होइन, के गर्नु रोपेर को लाग्ने भएन कुनै पनि। यो आँप चाहिँ इटा के अरे धरानबाट ल्याएको, हाम्रो रमेश दाई गेडा पाडा उहाँले रहेछन्। फल्ने आँप भन्थे, अब हेरौँ बुढाले भने के हुन्छ। एउटा यहाँ रोप्यो, एउटा देवीथाननिर रोपेको छु है। घामको लाइटले त फरक नपर्ला नि, घाम त गर्मीमा त डेन्जर लाग्छ। यी छ घाम, यो यहाँ ठ्याक्क छ पेरे। अब हेरौँ अर्को त्यहाँ रोपी धरानबाट ल्याएको रमेश दाईले देवीथान पछाडि रोपेको छु। हेर्दै जाउँ पछि कत्रो हुन्छ। हामीले चाहिँ यता साइड रोप भन्थ्यो बारनिर, अन्त त्यहाँनिर रोपी यो बुढाले मार्ला नि क्या। यो पनि नजिकै छ यो राख्ने ठाउँ, के गर्छन् फेरि। ओ सिटी अहिलेको कागजतिर भगटेको भिडियोमा एड गर्नुपर्ने यता छ। अर्को यहाँ पनि छ भगटे, डढ्ने रहेछ कि घामले। तर यस्तो पैसाको त यति चिल्लो पात भयो भने हेर्दै हुर्र मन लाग्ने। यो अब के छ, यो अब आँपै हो नि, अनि खोयाबाट रोपेको आँप हो होइन। दुईवटा छ यो होइन, एउटा यो भइहाल्यो, एउटा यो छ। फल्ने त कहिले हो कहिले हो, फल्दैन यो। लास्ट दुईवटा आँप यतै जमानामा एसएलसी देखेको 20-15 वर्ष भइसक्यो क्या हो। 32-33 वर्ष भइसक्यो, 18-17 18-16-17 वर्ष, 32 वर्ष 15-16 वर्ष भइसक्यो सर। फल्या छैन, बलुवा माटो के बलुटे माटे केही नआउने। अर्को भगटे पनि छ यो दुईवटा है। जमाना पुरै न, लप्सी चाहिँ यत्र भइसक्यो, लप्सी 4-5 वर्षका होला। लप्सी चाहिँ बलुटे माटोमा आउने रहेछ। यो कागती, यो भगटे, अर्को नि यहाँ रोप्दै थिएँ। आउने कुरा नगरौँ यस्तो ठाउँमा। आफै खोयाबाट सबै गेडाबाट छाएर यतिकै फाले आँप होला, त्यही भएर जुस आँप पनि गर्ने 10वटा जति चाहिँ मैले रोपेको रहेछु। अब फल्यो भने त फल्यो त, अब किनेबाट ल्याएको चाहिँ फलेका छन्, तर खाना चाहिँ एउटै पाएको छैनौँ, त्यही हो विडम्बना।